ओम सर्वमंगल मांगल्ये शिवे सर्वार्थ साधिके शरणके त्र्यंबके गौरी नारायणी नमस्तुते। शुभ प्रभात। म प्रस्तोता कृष्ण प्रसाद लामिछाने तपाईलाई प्रभातकालीन ओमको नमन अर्पण गर्दै तपाईको राशिफल लिएर सदा चाहिँ उपस्थित भइसकेको छु। तपाईलाई हार्दिक स्वागत नमन छ। आज मिति विक्रम सम्वत 2082 साल माघ महिनाको 23 गते शुक्रबार, सूर्य उत्तरायण सिद्धार्थ नामको संवत्सर शिशिर ऋतु फाल्गुन कृष्ण पक्ष पञ्चमी तिथि हस्ता नक्षत्र चन्द्रमा कन्या राशिमा। सूर्योदय प्रातः 6:50 हुँदैछन् भने सूर्यास्त भने साँझ 5:47 श्री साके 1947 नेपाल सम्मत 1146 तदनुसार सन् 2026 फेब्रुअरी महिनाको 6 तारिक। यो आजको पञ्चाङ्ग सँगसँगै तपाईलाई फेरि पनि अब लाग्छौँ आज शुक्रबारको समय तालिका। यहाँ आज शुक्रबार के कार्य गर्दै हुनुहुन्छ भने कुन समयमा के काम गर्ने होला त, कुन बजेको कुन समयमा काम गर्दा राम्रो होला शुभ होला, त्यसका लागि हाम्रो जमर्को यही रहिरहेको छ। प्रातः 6:56 8 20 चर बेला, 8:20 9:30 लाभ बेला, 9:30 10:50 अमृत बेला रहनेछ भने 10:50 12:10 काल बेला रहन्छ। 12:10 1:40 शुभ समय, 1:40 3:10 रोग बेला रहन्छ। 3:10 4:50 उद्योग बेला, 4:44 5:47 भने चर बेला रहनेछ। आज यो माघको 23 गते जन्मदिन पनि तपाईलाई जन्मदिनको मङ्गलमय शुभकामना, सुस्वास्थ्य, दीर्घायुको उत्तर प्रगतिको कामना गर्दै आज यदि तपाईँ घरमा कुनै माङ्गलिक कार्य गर्दै हुनुहुन्छ भने तपाईँको कार्य सफलताको शुभकामना र आज तपाईँको विवाह गरेको दिन परेको छ भने पनि तपाईँको विवाहको लग्न गाँठको मङ्गलमय शुभकामना, तपाईँको जोडी कहिले छुट्टिन नपरोस्, अखण्ड सौभाग्यको कामना गर्दै अब लाग्छौँ आजको राशिफलतिर। राशिफलको लागि मेष राशि। आज तपाईँका लागि शत्रु पराजित हुने दिन छ भने स्वास्थ्यमा ख्याल गर्दा राम्रो होला। रोगबाट मुक्त हुने दिन आइरहेको छ। खानपिनमा पनि ख्याल गर्दा राम्रो हुने देखिन्छ। वृष राशि। पुरानो लगानीमा फाइदा हुने दिन देखिन्छ भने राजनीतिमा जनतालाई आकर्षण गर्ने दिन परिरहेको छ। जनतालाई जनार्दनलाई प्रसन्न गराउनका लागि तपाईँ आफ्नो बोलीमा पनि संयमता अप्नाउँदा राम्रो हुने देखिन्छ। मिथुन राशि। पारिवारिक खर्च मात्रको बढ्नेछ भने शुभचिन्तकको साथ व्यापारमा वृद्धि गराउनु हुनेछ भने आफ्नो घर परिवारमा भने सुख शान्ति पनि मिल्ने दिन परिरहेको छ। कर्कट राशि। रचनात्मक वा कला क्षेत्रमा अरूलाई आकर्षक गरेर तपाईँ आफ्नो फाइदा लिन सक्नुहुने दिन छ भने आज तपाईँमा घरमा आतिथ्य आगमन पनि हुनेछ। मिष्टान्न भोजनको योग परिरहेको छ। सिंह राशि। आज तपाईँले बोलीले आफ्नो आफन्तसँग मनमेटाउ हुन सक्छ, त्यही भएर बाणीलाई सहीमा अप्नाउँदा राम्रो हुनेछ भने विद्यार्थी वर्गले पनि आज आफ्नो पढाइलाई हिलचाक्रै नगरी लाउनु होला, सफल हुने नै छ भने खेलकुदमा मन जान्नेछ। कन्या राशि। अधिकारी वर्गबाट शुभ समाचार प्राप्त होला। मूल्यवान वस्तु पनि प्राप्त हुनेछन् भने मध्यान्तरपछि भने तपाईँको शिर सम्बन्धी रोगले नसताइरहला भन्न सकिन्न। स्वास्थ्यमा पनि ख्याल गर्दा राम्रो हुने देखिन्छ। तुला राशि। तुला राशि हुनेका लागि सन्तानबाट मन प्रसन्न रहला, मान प्रतिष्ठा बढ्ला र जिम्मेवारी पनि बढ्ने दिन परिरहेको छ भने मिष्टान्न भोजनको पनि योग परेको छ। कहीँ कतैबाट आज तपाईँलाई उपहार पनि प्राप्त होला। वृश्चिक राशि। कार्यक्षेत्रमा तपाईँले आलस्य नगर्नुहोस्, आफ्नो हातमा आएको काम पनि फुत्कन सक्छ। नयाँ कार्यका लागि तपाईँ दुविधा नभइकन पहिले गरेको काममा स्थिरता राख्दा राम्रो हुनेछ। कार्य परिवर्तनको लागि छोड्दिन राम्रो हुनेछ। धनुराशि। अचानक धन प्राप्त हुने दिन परेको छ। धार्मिक कृत्यमा सामेल भइएला। धेरै व्यक्तिसँगको भेटघाटले मन प्रसन्न छाउनेछ, तर नशा सम्बन्धी रोगले भने सताइरहला। मकर राशि। व्यापारमा सहकर्मीको सहयोगले राम्रो हुने देखिन्छ भने माता पिताको आशीर्वाद लिँदै राम्रो होला र धन लिने बेलामा भने चनाखो हुनु होला, नत्र भने विपक्षी हावी हुन सक्छन्। कुम्भ राशि। कार्यमा अडचन आउन सक्छ। धन सापट दिँदा र ऋण
दिँदा बडा सोचेर दिँदा राम्रो होला। लेनदेनमा पनि चनाखो रहनु होला। आज प्रेममा पनि प्रस्ताव आउनेछ, तत्काल नै स्वीकार्दा राम्रो होला। र अब मीन राशि हुनेका लागि समाजमा तपाईँको चर्चा परिचर्चा चल्नेछ। बुद्धिको उपयोगले लक्ष्य प्राप्त हुने दिन परिरहेको छ। मिष्टान्न भोजनको पनि योग परेको छ। यो भयो मीन राशि लगभग 12 राशिको फलादेश। सूर्य र चन्द्रमाको आधारमा फलादेश गरेका छौँ। फलादेश जे जस्तो भए पनि तपाईँ कर्म गर्नुहोस्, तपाईँलाई भाग्यले साथ दिनेछ। र हामी कर्म सकारात्मक सोचले जहिले पनि सकारात्मकै बुद्धि दिनेछ। यति भन्दै अरूलाई होइन आफूलाई परिवर्तन गरौँ। यी नाराका साथ यहाँको आजको दिन शुभ र मङ्गलमय बनोस्। कोही कसैले दुःख नपाउन्। ओम शान्ति सुशान्ति र भवतु। जय जय होस्। यहाँको दिन शुभ रहोस्।